नमस्ते। आजको भिडियोमा एउटा चाहिँ हाइड्रो पावर कम्पनी जो चाहिँ सुपर खुदी हाइड्रो पावर कम्पनी लिमिटेडले चाहिँ पहिलो चरणको आइपिओ निष्कासन गर्ने मिति फिक्स गरिसकेको छ हैन। अब यो कम्पनीले चाहिँ कति किता चाहिँ आइपिओ निष्कासन गर्दैछ, के कतिजना लगानीकर्ताले यो कम्पनीको आइपिओ पर्ने छ, हामीले कहिलेदेखि कहिलेसम्म यो कम्पनीको आइपिओमा अप्लाई गर्न पाउने छौं र यो कम्पनीको चाहिँ दोस्रो बजारमा पहिलो कारोबार हुने बेला यसको ओपनिङ रेन्ज कतिसम्म तोकिने छ, यी यावत विषयमा आजको भिडियोमा तपाईहरुलाई जानकारी दिने प्रयास गर्नेछु। भिडियोलाई चाहिँ स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। अब यो सुपर खुदी हाइड्रो पावर भनेको चाहिँ हाइड्रो पावर सेक्टरको कम्पनी हो। यो कम्पनीले फर लोकल एन्ड जनरल पब्लिकको लागि चाहिँ आइपिओ निष्कासन गर्दैछ। फर लोकल भनिसक्यो। पहिलो चरणमा यसले आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा, वैदेशिक रोजगार रहेका नेपाली, सामूहिक लगानी कोष र कम्पनी कर्मचारीको लागि यसले चाहिँ आइपिओ निष्कासन गर्नेछ भने यो पहिलो चरणमा आइपिओ बाँडफाँड गरिसके पछाडि दोस्रो चरणमा भनेको जनरल पब्लिकको लागि आइपिओ निष्कासन गर्नेछ। त्यसपछि मात्रै हामीले अप्लाई गर्न पाउनेछौँ भने अहिले चाहिँ पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा र वैदेशिक रोजगार नेपालीले मात्रै यो कम्पनीको आइपिओमा अप्लाई गर्न पाउनेछन्। अब यो कम्पनीको चुक्ता पुँजी भनेको 1,55,00,00,000 रुपैयाँ कम्पनीको चुक्ता पुँजी रहेको छ। टोटल लिस्टेड शेयर भनेको चाहिँ 1,55,00,00,000 किता भनेको टोटल लिस्टेड शेयर नै रहनेछ। अब त्यो मध्येमा पनि प्रमोटरको 80% शेयर रहनेछ भने पब्लिकको चाहिँ 20%, 80% चाहिँ 1,24,00,000 किता भनेको यो चाहिँ प्रमोटरकै रहनेछ हैन। अब यो कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्न अनुमति पाएको भने 20% शेयर हो हैन, जसमा चाहिँ 31 लाख किता जो चाहिँ 31 करोड रुपैयाँ मूल्य बराबरको प्रति किता 100 रुपैयाँ अंकित मूल्यका दरले 31 लाख किता चाहिँ आइपिओ निष्कासन गर्नको लागि 2082 9 महिना 6 गते अर्थात पुस 6 गते यो कम्पनीले चाहिँ धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। अब यो कम्पनीको इस्यु म्यानेजर भनेको ग्लोबल आइएम क्यापिटल लिमिटेड छ हैन। यो कम्पनी आइपिओ निष्कासन यावत कामहरु चाहिँ ग्लोबल आइएम क्यापिटल लिमिटेडले नै गर्नेछ। अब यो कम्पनीले पहिलो चरणको आइपिओ निष्कासन गर्ने मिति फिक्स गरिसकेको छ हैन। पहिलो चरणमा भनेको आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा र वैदेशिक रोजगार नेपालीको लागि हो हैन। अब यसले चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाको लागि 10% अर्थात 15,50,000 किता चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरूको लागि छुट्याएको छ हैन। अब यसमा चाहिँ हामीले पुस 22 गतेदेखि माघ 10 गतेसम्म चाहिँ आवेदन दिन मिल्छ। जो चाहिँ अब तपाई चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा हुनुहुन्छ भने तपाईले पुस 22 गतेदेखि माघ 10 गतेसम्म यो कम्पनीको आइपिओमा अप्लाई गर्ने टाइम छ हैन। अब यसले चाहिँ 15,50,000 किता आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरूलाई छुट्यायो। बाँकी पनि कति रह्यो त 15,50,000 कितै बाँकी रह्यो हैन। अब त्यो मध्येमा पनि वैदेशिक रोजगार रहेका नेपालीको लागि 10% छुट्याउनै पर्ने हुन्छ। 10% ले हुन आउने 1,55,000 किता भनेको चाहिँ वैदेशिक रोजगार रहेका नेपालीको लागि छुट्याएको थियो, जसमा चाहिँ हामीले पुस 22 गतेदेखि पुस 25 गतेसम्म मात्रै अप्लाई गर्ने टाइम छ। 4 दिनको टाइम छ। त्यो टाइम भित्र तपाईले चाहिँ अप्लाई गरिसक्नु होला जो चाहिँ वैदेशिक रोजगार रहेका नेपाली हुनुहुन्छ। अब यसले 1,55,000 किता वैदेशिक रोजगार रहेका नेपालीको लागि छुट्यायो भने प्राप्त गर्ने भनेको धेरैले चाहिँ पर्दैन है। जम्मा 15,500 जनालाई यो कम्पनीको 10 किता आइपिओ पर्नेछ भने तपाईले 10 किता भन्दा धेरै किता चाहिँ अप्लाई गर्नु परेन। तपाईले कोही 20-30 किता अप्लाई गर्नु होला, त्यो चाहिँ परेन। तपाईले 10 किता मात्रै अप्लाई गर्यो भने पनि हुन्छ है। धेरैलाई चाहिँ पर्दैन। 1,55,000 किता छुट्याउँछ। 15,500 जनालाई 10 किता आइपिओ पर्नेछ भने सामूहिक लगानी कोषलाई चाहिँ 77,500 किता छुट्याउने छ र कम्पनी कर्मचारीलाई भनेको 31,000 किता छुट्याउने। त्यसपछि बाँकी रहेको जम्मै शेयर भनेको दोस्रो चरणमा जनरल पब्लिकको लागि यसले निष्कासन गर्नेछ हैन। अब जनरल पब्लिकको लागि यो कम्पनीले चाहिँ पहिलो चरणको आइपिओ बाँड्न गरिसके पछाडि दोस्रो चरणमा भनेको जनरल पब्लिकको लागि मिति फिक्स गर्नेछ। त्यसपछि मात्रै हामीले अप्लाई गर्न पाउने हो। अब यसले जनरल पब्लिकको लागि चाहिँ 12,86,500 किता भनेको जनरल पब्लिकको लागि निष्कासन गर्नेछ। अब जसमा चाहिँ धेरै लगानीकर्तालाई पर्नेवाला छैन। यो पनि अब 24-25 लाखले अप्लाई गर्छन् भने अब यसमा चाहिँ 10 किताका दरले 1,28,650 जनाले यो कम्पनीको 10 किता चाहिँ आइपिओ पर्नेछ है। अब यो कम्पनीको दोस्रो बजारमा ओपनिङ हुने बेला पनि 133 रुपैयाँ 8 पैसादेखि 379 रुपैयाँ 24 पैसामा यो कम्पनीको चाहिँ पहिलो कारोबार हुने देखिन्छ हैन। ओपनिङ तोकिएको छ भने यसको चाहिँ पहिलो कारोबार हुने बेलामा 379 रुपैयाँ 24 पैसामा यो कम्पनीको चाहिँ पहिलो कारोबार अर्थात ओपनिङ रेन्ज तोकिनेछ। अब तपाईलाई आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा भन्नाले कुन पर्यो भने तपाईलाई म यसको जानकारी दिन्छु हैन। अब यो 15,50,000 किता यसले चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाको लागि छुट्याएको छ हैन। जसमा चाहिँ यो कम्पनीले चाहिँ 40% अर्थात 6,20,000 किता भनेको चाहिँ लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 2 र 3, पहिला यो साबिकको घन पोखरी गाविसको वडा नम्बर 1 नम्बर वडा, 5 नम्बर, 6 नम्बर, 7 नम्बर र 8 नम्बर र साबिककै खुदी गाविसको वडा नम्बर 1 देखि 9 नम्बर वडासम्मका स्थानीय बासिन्दाहरूको लागि छुट्याएको छ भने बाँकी 60% अर्थात 9,30,000 किता भनेको चाहिँ लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 1 नम्बर वडा, 4 नम्बर वडा,
5 नम्बर वडा, 6 नम्बर वडा, 7 नम्बर वडा, 8 नम्बर र 9 नम्बर वडा अर्थात् साबिकको घनपोखरी गाविसको वडा नम्बर 2, 3, 4 र 9 साबिककै गाविसको वडा नम्बर 1 देखि 9 नम्बर वडासम्मका स्थानीय बासिन्दा र साबिकको घेरमु गाविसको वडा नम्बर 1 देखि 9 नम्बर वडासम्मका स्थानीय बासिन्दाहरूको लागि साबिक बाहुन डाँडा गाविसको वडा नम्बर 1 देखि 9 नम्बर वडासम्म, साबिकको भुलभुले गाविसको वडा नम्बर 1 देखि 9 नम्बर वडाका स्थानीय बासिन्दाहरूको लागि र साबिक सिम्पानी गाविसको वडा नम्बर 1 देखि 9 नम्बर वडाका स्थानीय बासिन्दाहरूलाई निष्कासन बिक्री खुला गरेको छ भनेको छ है। यहाँ चाहिँ 60% अर्थात् 9,30,000 भनेको यो लमजुङ भयो हैन, मर्स्याङदी भयो, त्यो बेला साबिकको घनपोखरी गाविस हैन, त्यसपछि घेरमु गाविस, बाहुन डाँडा गाविस यिनीहरूको लागि छुट्याएको छ भने 40% अर्थात् 6,20,000 किता भनेको लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङदी गाउँपालिकाको 2 नम्बर 3 नम्बर अर्थात् साबिक घनपोखरी गाविसको 1 नम्बर 5, 6, 7, 8 नम्बर वडाका स्थानीय बासिन्दाहरूको लागि यो कम्पनीले चाहिँ आइपिओ खुलाएको छ है। अब यो कम्पनीको वित्तीय विवरण हेर्ने हो भने पहिलाको वास्तविक छ 79, 80 र 81 को वास्तविक विवरण यहाँ राखिएको छ हैन। अब यो वास्तविक हो भने यही वित्तीय विवरण आधारमा चाहिँ दोस्रो बजारमा कारोबार हुने हो हैन। अब यसको प्रति शेयर नेटवर्थ 79 मा 100 रुपैयाँ थियो हैन, 80, 81 मा चाहिँ यसको 127 रुपैयाँ पुग्यो हैन। अब यसले चाहिँ वित्तीय विवरण पेश गर्ने बेला 133 रुपैयाँ थियो। अब 82, 83 को आसियोन मसान्तसम्म अपरिष्कृत विवरण यो चाहिँ यो पनि रियलै हो हैन, 137 रुपैयाँ र 3 वर्षको यहाँ प्रक्षेपित पनि गरिएको छ 82, 83 र 84 को भनेर। 82 मा यसको नेटवर्थ पनि 151 रुपैयाँ हैन, 83 मा 161 र 84 मा चाहिँ 174 रुपैयाँ पुग्ने भनेर प्रक्षेपित गरिएको छ हैन। अब प्रति शेयर आम्दानी पनि 79 मा माइनसमा थियो यसको, 80 मा 16 रुपैयाँ पुग्यो। अब वित्तीय विवरण पेश गर्ने बेला 15 रुपैयाँ थियो, अपरिष्कृतमा चाहिँ 4 रुपैयाँ र 82 मा यसको 25 रुपैयाँ पुग्ने भनिएको छ, 83 मा चाहिँ 10 रुपैयाँ र 84 मा चाहिँ 12 रुपैयाँ पुग्ने भनेर यहाँ प्रक्षेपित गरिएको छ। अब त्यसै गरेर यसको सञ्चित नाफा पनि अरू कम्पनी भन्दा एकदमै राम्रो छ है, सञ्चित नाफा धेरै छ यो कम्पनीको। अब 1,25,079 मा थियो हैन, अब 21 करोड 55,53,080 मा पुग्यो हैन। अब 41 करोड 1,75,081 मा रहेछ यो चाहिँ वित्तीय विवरण पेश गर्ने बेलामा। 82, 83 को अपरिष्कृत विवरणमा चाहिँ 46 करोड 53,50,000, 82 मा चाहिँ 80 करोड 39 लाख अनि 83 मा चाहिँ 95 करोड 99,60,000 र त्यसै गरेर 84 मा चाहिँ 1 अर्ब 15 करोड 71,19,000 पुग्ने भनेर यहाँ प्रक्षेपित गरिएको छ। एकदमै राम्रो प्रक्षेपित गरिएको छ हैन। अब यही वित्तीय विवरणको आधारमा यो कम्पनी ओपनिङ रेन्ज पनि राम्रै तोकिनेछ 133 रुपैयाँदेखि 379 रुपैयाँ अर्थात् यो कम्पनीको पहिलो कारोबार भनेको 379 रुपैयाँमा चाहिँ पहिलो कारोबार हुनेछ है। अब अप्लाई गर्ने टाइम भनेको चाहिँ आवेदन दिने टाइम भनेको चाहिँ निष्कासन खुल्ला हुने यो त आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाको लागि हो हैन। पुस 22 गतेदेखि माघ 6 गतेसम्म, यो चाहिँ वैदेशिक रोजगार नेपालीको लागि हो पुस 22 गतेदेखि पुस 25 गतेसम्मको टाइम छ हैन। यो टाइम भित्र तपाईले चाहिँ आवेदन दिइसक्नु होला है। यति नै थियो आजको आइपिओ अपडेट। भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। भिडियो मन परेको छ भने एक लाइक अवश्य गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ र तपाईले च्यानललाई अझै पनि सब्स्क्राइब गर्नु भएको छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक पनि गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।